सो गाइज म चाहिँ जानुपर्ने त्यहाँ त्यो ठाउँमा होइन। यसो माथिदेखि घुम्दै एकदमै रमाइलो ठाउँ पनि छ। माथिदेखि घुम्दै आइरहेको छु। अनि सो तल गएर चट्ट जाडो पनि छ, चिया खाएर आऊँ भन्ने प्लान पनि गरिराखेको छु। अनि यो बेला चाहिँ हाम्रो एक्टिभको सङ्ख्या एकदमै बढ्ने बेला पनि हो। त्यसो भएको कारणले गर्दा सबैले ब्याक टु ब्याक फलो गरौँ र ब्याक पनि दिने गरौँ गाइज। अनि सो एकदमै रमाइलो ठाउँ छ, एकदमै डाँडाहरू छ होइन, एकदमै त्यो ठाउँहरू एकदमै रमाइलो छ। अनि म यसो ओह्रालोतिरबाट यसो झर्दैछु। अनि के छ तपाईँहरूको अवस्था गाइज? सो यता पनि खोला उता पनि खोला, बिचमा चाहिँ गाउँ। यता पनि खोला पर्छ, यता पनि खोला साइड पर्छ है। यो चाहिँ गाउँ उम्रेर यस्तो छ। बारीको गाउँहरू पनि यस्तो छ। एकदमै रमाइलो छ। पहाडको सुन्दरता तपाईँलाई भन्नै पर्दैन। पहाडको सुन्दरता एकदमै आफैमा भरपुर छ। बयान गरेर पनि सम्भव पनि छैन होइन। एकदमै रमाइलो ठाउँ छ। अनि सुख दुःख गाउँमै गरिन्छ। तर जति दुःख गरे पनि यो पहाडले, यो डाँडा काँडाहरूले चाहिँ मन चाहिँ एकदमै मौन गराउँछ। अनि आनन्द पनि मिल्छ। यो चाहिँ पहाडको हावापानी हर कुरा एकदमै मिलेको, त्यो भएको कारणले गर्दा थकान चाहिँ महसुसै हुन्न भनेको एकदमै रमाइलो छ।